मित्रहरू हामी अहिले चुवाक गन्सुर र हाम्रो गाजरी रोडीगढको सिमानामा छौँ। टुपा भन्ने गरिन्छ। एकदमै राम्रो वातावरण छ, चिसो हावा चलिरहेको छ, घाम लागिरहेको छ र यहीँबाट तपाईहरुलाई म एउटा अर्को दृश्य पनि देखाउन गइरहेको छु, जुन दृश्य एकदमै राम्रो दृश्य। अफी साइपाल हिमाल पनि यहाँबाट देखिँदो रहेछ। तपाईहरुलाई म छोटकरीमा देखाउँछु है त। यो हेर्नुस्, बझाङको साइपाल हिमाल यस्तो छ। र बाँकी अब यहाँको वातावरण त अब के भन्नु, स्वर्ग नै हो यो। हेर्नुस् यस्तो छ। टन्न उतातिर साइपाल हिमालको दृश्य हेर्नुस् है। हामी फेरि हिमालको काखैमा बस्ने मान्छे हौँ है। उपरतिर बझाङको साइपाल हिमाल हेर्नु ल। यहाँ हाम्रा केटाहरू पनि छन्। हामीले लगभग 1.5 घण्टाको बाटो पार गरिसकेका छौँ। अब यहाँबाट हामीले दोगाडका लागि तल झर्नुपर्छ। हेर्नुहोस् साइपाल हिमाल, वाह। ल साइपाल वाह। ल भयो यहाँतिर यस्तो छ।